तपाईको कुराकानी बुझ्दै गर्दाखेरि एमालेले टिकट दिन्छ तपाईले जस्तो लाग्यो। एमालेको पार्टीमा सायद जाँदिन होला म। किन जाँदिन भने केपी शर्मा ओलीको तपाई गुणगान गाउँदै हुनुहुन्छ कतै कतै मलाई तपाईलाई केपी ओली शर्मा बा आफैले नि तिमी हाम्रो पार्टीमा आऊ राम्रो गर्छु राम्रो हुन्छ तिमीले लगेको अभियानहरुमा हामी साथ दिन्छु भने चाहिँ ओके म मान्छे पनि लान्छु 100 प्रस्ताव राख्नु भएको छैन म 100 150 तिमीले चाहिँ प्रस्ताव राख्नु भएको छैन तपाई त्यो यो भन्दा लगभग ऋषि सरसँग मेरो काण्ड आउँदाखेरि चाहिँ त्यतिखेर चाहिँ आउनु भएको थियो कुरा आथे मलाई एमालेमा टिकट दिन्छ एमालेले भन्ने एमालेमा आउनु एमालेमा आएर चाहिँ 12 जिल्लाबाट चाहिँ के रे हेटवटा जिल्लाबाट चाहिँ तिमी चुनाव लड मेयरमा भनेर चाहिँ मलाई कुरा आथ्यो साच्चै हो आथ्यो तर मान्छेहरूले चाहिँ मेयरको लागि टिकट किन्नुपर्छ यो भन्ने थियो नि एमालेलाई पैसा दिनु त्यो चाहिँ थिएन त्यतिखेर चाहिँ मलाई त्यस्तो कुरा चाहिँ आथ्यो दुर्गा प्रसाईले दिनु भने दुर्गा दाइसँग चाहिँ त्यस्तो पर्सनली कुराहरु चाहिँ हुँदैन है हाम्रो चाहिँ अस्ति पनि भेटेको थियो भेटेर हाई हेलो के छ दाइ ठीक छ अब लड्नु पर्यो दर्ता गर्न सक्नु भएको छ नि त अहिले लड्नु पर्यो शर्मिला तिमी किन सेलाको लड्नु पर्यो भनेर अस्ति तिमी यो भन्दा त्यो समात्नु भन्दा एक दिन अगाडि भनेको थियो त्यसो दाइ समात्नु भयो मैले एउटा स्ट्याटस पनि लेख्यो त्यो स्ट्याटस मेरो न्यूज पनि बनाउनु भएको रहेछ शर्मिला वाइबेला चाहिँ न्यायाधीशलाई जलाउने भन्ने जस्तो शब्दहरुको न्यूज बनाउनु त्यो भन्न खोजेको हैन त्यो एउटा हुन्छ नि मान्छेलाई एउटा तुरुन्तै पक्रो पुर्दै दिनका कारण चाहिँ के हो भनेर त्यो मात्रै मैले बुझ्न खोजेको अरु केही पनि